आदरणीय दर्शकवृन्द, यति बेला हामी मालपोत कार्यालय इलाममा छौँ र मङ्गोल नेसनल अर्गनाइजेसनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल नेछाज्यू सहित मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सर्वोच्च सभा सदस्य दिलीप धिमाल, गणेश राई सहितको टोली हामी यति बेला मालपोत कार्यालय इलाममा आइपुगेका छौँ। यति बेला चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनद्वारा मङ्गोल नेसनल अर्गनाइजेसनका ऐतिहासिक गायक प्रीति मुखियाज्यू, जो महामानव डाक्टर गोपाल गुरुङज्यूको मन मुटुमा सधैँभरि बस्न सफल एक गायकको रूपमा स्थापित हुनुभएको थियो। उहाँको जीवनकालको यो समयमा उहाँको यो समस्यालाई मध्यनजर गर्दै उहाँको आफ्नो व्यक्तिगत जीवनलाई सुधार गर्नको निमित्त भनेर मङ्गोल नेसनल अर्गनाइजेसनले 3,70,000 बराबरको इलामको नयाँ बजार नजिकै सूर्योदय नगरपालिका वडा नम्बर 9 स्थित 1 रोपनीको जग्गा खरिद गरेर यति बेला चाहिँ मालपोत कार्यालय इलाममा जग्गाको ध्वनिपूर्जा जग्गा पाससहित जग्गाको नयाँ ध्वनिपूर्जा निस्किने काम भइराखेको दृश्य तपाईँहरूलाई यो भिडियो सामग्री मार्फत म देखाइराखेको छु। मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना कालको समयमा महामानव डाक्टर गोपाल गुरुङज्यूसँगै झापा र इलामको विभिन्न कुना कन्दरामा महामानव डाक्टर गोपाल गुरुङज्यू सँगसँगै सहयात्रा गरेर मङ्गोल नेसनल अर्गनाइजेसनको ऐतिहासिक गीतहरू गाउँदै मङ्गलबार दर्शनलाई इलाम र झापाको विभिन्न कुना बस्तीमा पुर्याउनु हुने कुनै मङ्गोल गायक प्रीति मुखियाज्यूलाई आज मङ्गोल नेसनल अर्गनाइजेसनले करिब 3,70,000 बराबरको इलाम सूर्योदय नगरपालिका 9 स्थित 1 रोपनी जग्गा प्रदान गरेको छ र यो भिडियो सामग्री म तपाईँहरूलाई देखाइराखेको छु।